हेलो एन्ड नमस्कार साथीहरू एन्ड आजको यस भिडियोमा हामी चर्चा गर्नेछौँ एज अ कन्टेन्ट क्रिएटर मोडेल एन्ड ल्याब टेक्निसियन सिक्किमको नेपाली भाषी दिकिला शेर्पाको बारेमा थोरै जानकारी। आखिर को हुन् त दिकिला शेर्पा? 2002 जनवरी 25 सिक्किमको ग्यान्टोकमा जन्मनु भएको दिकिला शेर्पाको रियल नाम चाहिँ पासाङ दिकी शेर्पा हो भने उहाँको निकनेम साथै उहाँलाई चाहिँ दिकिला शेर्पाको उपनामले पनि सबैजनाले चिन्नुहुन्छ। दिकिला शेर्पा प्रोफेसनले कन्टेन्ट क्रिएटर हुनुहुन्छ भने मोडेल र ल्याब टेक्निसियन पनि हुनुहुन्छ। दिकिला शेर्पाको हाइटको कुरा गर्नुपर्दा उहाँको हाइट 5.4 इन्च रहेको छ भने नेसनालिटीले चाहिँ उहाँ इन्डियन नै हुनुहुन्छ। र दिकिला शेर्पाको एजुकेसनको कुरा गर्ने हो भने उहाँले आफ्नो स्कुल लेभलको पढाइ चाहिँ बाई स्कुल ताडोङ सिक्किमबाट पुरा गर्नुभएको थियो भने कलेज चाहिँ डिपिएमआई सिलिगुडीबाट र बीएससी मिडिया ल्याब टेक्नोलोजी फ्रम राजीव गान्धी युनिभर्सिटी बेङ्गलोरबाट पुरा गर्नुभएको थियो। यसै गरी दिकिला शेर्पाको फ्यामिलीमा बाबा मम्मी र भाइ गरी उहाँसँग जम्मा 4 जना हुनुहुन्छ र उहाँको रिलेसन सम्बन्धी कुरा गर्दा अंकित लामासँगको अफेयर चलेको थियो। अहिलेको बारेमा कुनै जानकारी छैन। अब कुरा गरौँ उहाँको युट्युब च्यानलको बारेमा। उहाँले डिसेम्बर 19, 2016 मा आफ्नो युट्युब च्यानल खोल्नु भएको थियो भने हालसम्म उहाँको च्यानलमा 77 वटा भिडियोहरू रहेको छ। यसै गरी उहाँको च्यानलले 15,08,17,026 भ्युज गेन गरिसकेको छ भने 1,74,000 सब्सक्राइबर पनि प्राप्त गरिसकेको छ। र उहाँको भिडियोहरू सम्बन्धी कुरा गर्दा ओल्ड भिडियो माई प्यारेन्ट्स एन्ड माई ब्रदर कम टु मिट भन्ने टाइटलको भिडियो थियो भने उहाँको पपुलर भिडियो चाहिँ मेरा ब्लग सबका ब्लग बन गया भन्ने टाइटलको रहेको थियो। अब कुरा गरौँ उहाँको युट्युब इन्कमको बारेमा। साथीहरू यो इन्कममा रियालिटी छैन। हामी उहाँको एभरेज भ्युजलाई टार्गेट गर्ने हो भने पर मन्थ नेपाली रुपिज 1 लाख सम्म अनुमान गर्न सक्छौँ। अदर सोशल मिडिया सम्बन्धी कुरा गर्दा टिकटक एकाउन्टमा 54.300 फलोवर्स रहेको छ भने 3.6 मिलियन लाइक रहेको छ। साथै इन्स्टाग्राम आइडीमा 5,22,000 फलोवर्स रहेको छ र फेसबुक पेजमा 19,000 लाइक रहेको छ भने 1,21,000 फलोवर्स रहेको छ। साथीहरू यो थियो पासाङ दिकी शेर्पाको बायोग्राफी। बोल्दै जाँदा काहीँ कतै मिस्टेक हुन गएमा म क्षमा चाहन्छु। यतिन्जेलसम्म भिडियो हेरेर साथ दिनुहुने हजुरहरू सबैजनालाई थ्याङ्क यू सो मच भन्दै हजुरहरूले सब्सक्राइब गर्नुभयो होला भन्ने आशाको साथमा म पनि बिदा चाहन्छु। नमस्कार।